आइसक्यो है। ल आजको हाम्रो कुक चाहिँ उहाँ दाई हुनुहुन्छ है यसो उहाँ चाहिँ हाम्रो दाइ सेफ हुनुहुन्छ हैन घण्टाको सेफ लोकल सेफ हुने हो डेन्जर भ्लग भयो यार यो त भाइरल हुनुपर्छ दाई हजुर मुटु कस्तो अनुभव भइरहेछ एकदम रमाइलो आफ्नै साथी यस्ता छन् भयो है अनिकाल्दै त्यो किनकि पाक्छ नि त भातमा पनि सबैजना कतिखेर पाक्छ भनेर प्रतीक्षामा बसिरहेछन् सब खाना नपाएर जोक्रा जस्तो भएर बस्छन् बहुत भोक लागिरहेको सबभन्दा चम्किलो अनुहार चाहिँ यसको देखेँ है साधुको साधुको डेन्जर यसको देखियो त चम्किलो अनुहार एकदम जति दुःख परेन हाँसिलो अनुहार ल हेर बोसो त त्यहीँ हालेर बरु फ्राई हानेर खाना ठिक हुन्छ पोलेर हाम्रो त्यहाँ पग्लिहाल्छ बस्छु है तेलमै त्यहीँ हाम्रो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला साथीहरू हेरेर पछि लामो ग्याप भयो त्यसको लागि सरी धेरै पछि यसो भिडियो बनेको लामो ग्याप भयो ल यिनीहरू त्यहाँ हालिदिनु हुन्छ हलो हलो गरिदेऊ ल केटाहरू हेलो 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 ल साधु हाम्रो टुङ्गाई यहाँ आएको यसो हुँदैछ अब हाम्रो यहाँ यसो सानोतिनो यसो पिकनिक केटाहरू यसो भएको मेसो भएर आज यता प्लोटिङ भइरहेछ यताको ल आजको हाम्रो कुक चाहिँ उहाँ दाई हुनुहुन्छ है यसो उहाँ चाहिँ हाम्रो दाइ सेफ हुनुहुन्छ हैन घण्टाको सेफ लोकल सेफ हुने हो डेन्जर भ्लग भयो यार यो त भाइरल हुनुपर्छ दाई डेन्जर भाइरल भयो यार लोकल है ल यो चाहिँ स्पेसल चिज हो कि यो त्यो पनि लिएर आउनु पर्यो मुटु जाऊ तिमीहरुको पात पनि लिएर आऊ पात पात त केराको पात केराको पात काटेर त्यही जाउनु पर्छ दाउरा पनि लिएर आऊ दाउरा लिएर आऊ ल ल ल हाम्रो यहाँ किरण भाइले यसो आगो फुक्दैछन् के अरे अलि होचो भयो कि यो चुलो छोटै घर थियो कि र ल्याउनु मुटु ओदान छ र अनि केही छैन अब हामी अब यसैमा एकदम अब काम चलाउ गरेर आजको यसो पिकनिक अब सम्पन्न गर्छौँ काम चलाउ सरकार आज बिरयानीको प्लान हुँदैछ यसो लोसारको दिन पनि पुसे 15 को दिन पनि यसो साथीभाइ यसो छुट्टी भएर यसो सबैको टाइम मिलेको मेसो भएर टाइम मिलाउनु पर्यो टाइम त मिलाउनु पर्यो साथीभाइ बस्नु पर्यो साथीभाइहरु बा बिरामी हुँदा नि आइरहेछ बा बिरामी हुँदा नि साथीहरु आइरहेको छ घर सिकिस्ता अवस्थामा कुकुर काटे हैन डेन्जर रोइदै के अघि आइपुग्यो त आर ठुल्दै हुनुहुन्छ आजको मेन भर्सेस वर्ल्ड हजुर 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 ओइ मान्छे पढाइदिएको बोल्नु किन भनेको र दाजु यार क्यार्ने कोही कसो गर्ने होला ल सबैले काउन्ट गरी दिउँला नि त मैले हुन्छ तपाईँ भएपछि चाहिँ एकजनाले हालेपछि सबैले ठिक्क हुन्छ कि हैन हो त्यो त तपाईँले हो कि आज स्पेसल तपाईँ हो नि मिलाउनु न सबैलाई कोही कति रुपियाँको छ जति यहाँ तीनवटा नै मिल्थ्यो यो फ्राई गरेन भने यो जब खानामा पाक्छ नि त्यो हुन्छ कि टुक्रा भइहाल्छ कि फ्राई गरेपछि माथिबाट कभर आउँछ नि त
त्यसपछि टुक्रा हुन्न त्यो कारण हो भन गर्न खोजेको क्यारे ल छिटो जाऊ अब यसमा हल्का पानी हालिदिएपछि निलो हालिदिएपछि के हुन्छ थाहा भाइ के हुन्छ एक्स्ट्रा पानी सब फाल्छ कि नुन हालिदिएपछि यही हो नुन हालेपछि पानी फालिदिन्छ दाइ भोलि लिन आउनुहुन्छ एउटा भाइ के हो र के भोलि म आउँछु कि एउटा लिन सब पानी छ कि यसमा हेऱ्यौ सब पानी खेलाएर राख माथि पानी छ अलि आयो नि दन्दी बोलेन कि दाउरा भन्दा नि ओदा नै भएन कि कति त्यसलाई अक्सिजन जाने ठाउँै पाएन यसको बरु यो अलि उचा छ यो लाउन दाउरा यो यसो त्यो बाबुलाई कोइला सेक्नको लागि करे हैन ल हुन्छ श्याममा बरु पानी त्यो चामल भिजाउनुलाई त हुन्छ है यसमा चामल भिजा होइन अहिले किन भिजाउने फेरि बिग्रिन्छ त्यो लगा दो लवली फिस्टमा लो यारा डिस्ट्रिक्ट केही पनि सुन्दैन हौ के हो कता हुन्थ्यो यहाँ डिलतिर यसो बस्दै हो पाक्दैछ कता होस् होइन के कड पिस ल्याउने विचार गरेस् के कसो भनेर यहाँ त पाक लगाइसक्यो कतिखेर मासु ल्याउने ल्याइदियो हुन्थ्यो नि त ए त आउँछ त्यसो त हाल त रित्ताउँछ मलाई भ्याइन्छ होला ए त्यसो भए चाहिँ बिरयानीको लोभले मात्रै आउनु लागोस् बिरयानीको लोभले मात्रै आउनु लागोस् ए ल ल ल ल ल यसो आयो भने यसो पाक्दै सकेर कतिखेर हुन्छ ल अनि नादस आज अफिस छुट्टी होइन र आज आजको दिन त यसो छुट्टी हुनुपर्ने हो के अरे हुन्न कहाँ छुट्टी हो नि शनिबार छुट्टी हुन्न त्यस्तै हो जानुपर्छ है जाँदा दसैँ तिहार भए छुट्टी हुन्थ्यो छुट्टी हुन्न जाने काम त हुन्न बिन्दास बस्ने हो कि अब के फेसबुकमा हाल्ने हो क्या फेसबुकै हो नि ल ल मनी छु है मनी छु नत्र त फेरि यो सब भाँटिन्छ क्या बिरयानी बनाउनु यस्तो भिडियो खिच्यो भने त अलिक पहिला उठाएर भन्नु पऱ्यो चस्मा भन्दा फेरि आउनु त फेरि अब बनाइदिन्छ नि त फेरि नेक्स्ट टाइम के भएर जाडो हुन्छ नि त दिलकै छेउछेउमा हाँसेको क्या दिन त्यो रुखको जराहरू होइन त्यहाँ ढलाको रुखहरू त्यहाँ त कोरोला नि त्यो रुखको जराहरू ल्याउन पाइन्छ थिएन चिर्दैन हाम्रो यहाँनिर छिर्न मिल्छ कि यहीँ छिर्न मिल्छ जानी भयो यहाँनिर मान्छे त यहाँनिर छिर्न मिल्छ मार्दैन जरा ल्यासी त्यहाँ त्यो जग्गाको धनी ए त्यो जग्गाको धनी त्यहाँ पुरा जग्गाको धनी कि त्यहाँ मेन छ जग्गाको धनी नै आहा धनी पनि आहा ए आल गङ्गे पनि त्यही हग्या त ओ मुटु कहाँ हौ ए मुटु त छोटै एउटा पनियो ल्याउनु पर्ने छ यार यो पनियो सानो भएर हात पोल्यो छोटै खोइ छोटेको घरबाट ल्याउने अब
दाइ यता हेर्नु न एकछिन उता दाइ लानु ट्याक्कै यो भिडियो होइन फेसबुकमा युट्युबमा आउँछ युट्युबमा राम्रो खाला दाइ त्यो त युट्युबमा यो त भातमा तरकारीमा हाल्दिनु लास्टमा हालौँला कागज सानो भएको भयो काटा यहाँ लिएर आउनु त्यो प्लास्टिक यसमा जलाउनु काम लाग्छ दाइ झन् ढाड दुख्छ क्या दाइ अन्त होइन अहिले बिहान सड्केको के त्यस्तोमा त्यस्तो दाइ साधुले एकदम डाँडाङ उस गरिन्छ अहिले त ढाड पड्किन्छ डेन्जर अस्ति नै मलाई झ्यापले यार त्यो गर्ने पढ्नेमा यही पढ्दैन भन्दा भन्दा छातीमा निरी आएर पड्काइदिएका यस्तो दुखेको झन् यार त्यहाँबाट होइन हात मिलेन भने त डेन्जी दुख्छ नि हात मिल्यो भने फेरि म त पड्काउनु डलाउँछु कि माथि हड्डी मात्र बिहानमा त्यही भएर पक्राक्क भयो नि के भने फेरि होइन दाइ दाइ त बिहानको उसलाई फोन हाल्नु नम्बरमा पागल त भएन दाइले क्या खच्च झुकाउनु हो कि नुन छर्किदिनु दाइ अहिलेको जस्तो फर्किँदै नुन हाल्ने हो हल्का जस्तो उसको घर गएँ फेरि मोबाइल हेरेर बसिरहेको थिएँ कि त्यहाँ फेरि ट्याप्प फोन हान्दियो फेरि डिस्टर्ब भइहाल्यो होइन फेरि फोन हान्छ फेरि मोबाइल हेर्छ फेरि फोन हानिदिन्छ होइन फेरि त्यसले फोन हान्छ भन्छ होइन त्यति बेला मैले फ्लाइट मोडमा राखेन साइलेन्टमा राखिदिएँ कि फोन बजेछ उसले सुने छैन फोन त गइरहेको फेरि उठाएर फेरि लास्टमा त्योसँग 8 रुपियाँ ब्यालेन्स थियो त्यसले फोन गर्दा मैले च्याप्प उठाएर काटिदिन्छु उठाइदिन्छु 8 रुपियाँ किन्थ्यो सकियो 8 रुपियाँ सकेर दिन्छु त्यो पनि मैले भराइदिएको हिजो 50 रुपियाँ त्यसलाई दाइले त जियोस् बिहान कमेडी गर्ने हो नि त यहाँ खराब भयो त्यसको घर पनि त्यत्रो रहेछ नि यार ठुलो त्यत्रो योभन्दा मजा मजाका जापान अगाडि के अगाडि ए एक्सिडेन्ट त्यही लामी हाल्दा त्यो बस चाहिँ बाइकले हानिदिएको त्यो पनि है त्यतिखेर पनि पर्छ बस थियो कि बाइकले हानिदिएको नि त्यो लामी किरणमा एक त कता गयो फोन हान्नु न सबैजना कतिखेर पाक्छ भनेर प्रतीक्षामा बसिरहेको सब खाना नपाएर जोग्रा जस्तो भएर बस्यो बहुत भोक लागिरहेको सबभन्दा चम्किलो अनुहार चाहिँ यसको देखेँ है साधुको साधुको डेन्जी यसको देखियो त चम्किलो अनुहार एकदम जति दुःख परेन हाँसिलो अनुहार लगाएर ट्याक्क चाहिँ माथिपट्टि गलबन्दी भिडेर हामीले साउलो देखियो दाजु है यो जग्गा चाहिँ धनी साउलो देखियो ओके टोके लिएर है डेन्जर टक ड्याम लाएर खतरा ट्याक्सीमा बोसो त त्यहीँ हालेर बरु फ्राई हानेर खाना ठिक हुन्छ पोलेर हाम्रो त्यहाँ पग्लिहाल्छ बस्छु है तेलमै त्यहीँ हाम्रो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला साथीहरू हेरेर पछि लामो ग्याप भयो त्यसको लागि सरी धेरै पछि यसो भिडियो बनेको लामो ग्याप भयो ल यिनीहरू त्यहीँ हालिदिनु हुन्छ लेग पिस चिकन लेग पिस ठुलो यसले पनि पनियो नि फेरि अहिले त पनियै ल्याएको नि फेरि यसले उठाएर लैजाऊ न छेउमा तब के भन्छ निकाल्न सजिलो यस्तो समातेर यस्तो तान्ने समातेर वास आगो पुग्यो त्यसलाई हल्का हुनु दियो त्यसपछि निकाल्नु हल्का हल्लाइदिएको
एउटा काम गर न यो ओ तोर्ने यार कहाँ गएको थिइस् तल खोज्दा खोज्दा हैरान भयो हामी त अति धुलाउ त त्यसपछि त्यसमा मुटु कस्तो अनुभव भइरहेछ एकदम रमाइलो आफ्नै साथी यस्ता छन् भयो होला है निकाल्दै त्यो किनकि पाक्छ नि त भातमा पनि केराको पास साह्रै फोटो चिरान्दै केरा टिप्यो गलिहाल्न मारेको पो राम्रो मुन्ना अनि अस्तिको मान्छेको यहाँ कल झगडा भयो घर सुकिसक्यो के हामी चेक गरेको कतिखेर अहिले चेक गरेको होइन दाइ यसले अघि चेक गरेर बाटो अलिकति पानी ल्याएको सुकिसक्यो गएर यो धारा चेक गर त तर पनि यहाँ सुकिसक्यो अब हामीले यो प्याज अलिकति ब्राउन भएपछि निकाल्छौँ होइन यो धारामा त पानी त्यही त देउची भएर ल्याएको बोलेको आगोले कति फुल्ने र घरको धाराबाट लिएर आउन उताबाट त्यहाँ त आखा उहाँ माथि त आखा घरको धारामा पनि घरको धारामा जाऊ पानी घरको धारामा त तँ गयो अर्को गेलिङ छ अन्त लिएर आउँछ बरु हाम्रो घरमा छ गेलिङ माग साथी त्यही गेलन केमा लिएर जाने अगाडि अगाडि खुट्टाले हाम्रो घरमा छ मुटु गेलिङ च्यापेर गयो नि हुन्छ होला हुन्छ भने नभए देखदार पानी ल्याइदियो भने जार होइन पर कहाँ पानी कसले खान्छ त धेरै यार चाहिन्न यस्तो चिसोमा ठिक्कको भयो नि पानी खानेको चिज हो र पिउनी पो हो है पिउनी मात्रै पो पानी परेका खाने सताउनु पर्यो पनि बगर कति दिन थाम्ने बगर कति छोडेर भ्याक्सिन लिएर बरु त्यही हाम्रो त्यो ढिकै घर अगाडि बस्नुपर्छ क्या त्यहाँ है छुटमा है यहाँ त कति बेलसम्म बस्छ के हुन्छ पाकेको थियो है कहाँ रे एकचोटि मालिकले पुलाउ बनाएको पुलाउ के बनाएको त्यही हो नि त्यो बाँसको डेन्जर भएको साधु त होइन त्यो सन्तोष भाइको बर्थडेमा कसको बर्थडे तर कमलेलाई पार्टनरसिप राखेको एउटा मासु कमलेले खाने केले हानेर त्यो लास्ट समेत राखेको कि न त्यो मासु यसले त्यही मासु हेरे कमलले त्यही मासु अनि तोरमा कता गायब भएको जस्तो नि त मलाई केटाहरू अलिक खोज्दै थियो त उहाँ पुगेको थियो त त्यो त घर पनि बसेँ यी छोटीहरू मजबुरी का नाम रातो हुनु पर्यो कस्तो नभएको ठुलो पनि हो ठुलो पनि ल्याउने होइन दिन ठुलो पनि हात पोल्छ नि आगो दोनी अब दाउरा चाहिन्छ केटा हो एक लोट पानी जिरो चाटेर सफा गरिदियो न भइहाल्यो नि छड्के त के भ्लगरले हुन्छ नि बढी गर्न लाग्यो यार तोर्मी यार युट्युबमै हाल्ने हो आज हाम्रो किरण भाइको स्पेसल्ली बिहाको पार्टी बत्ता लक्स दुई बोतल रौसी ए दुई गेलिङ ये दा यार ये भएन कि यस्तो यार मजाक नि गर्नु पर्यो नि यार ल कपडा खाने यार त्यो रौसीले त्यो पन्यो धौ त त्यो रौसीले त्यो पन्यो धोइहाल खाली त्यो प्लास्टिक बोतलहरू होइन प्लास्टिक बोतल र त्यो कार्टुनहरू थियो कि त्यो बोरामा लिएर यहाँ फालिदिएको त राम्रोसँग भन्नु सक्छौँ भाइ यता नखानु अलि उता खाना भनेर है यहाँ त खतरा हुने भयो त्यो पात ल्याउँदा त्यहाँ दुईवटा पात छ त्यसमा राख्ने हो यसलाई माथिबाट तपाईँको त बलमा राखौँ न बोल प्लास्टिकको छ क्या फेरि यो तातो हो डराउ यसमा राख्ने हो कि यसमा राखेर ढाकिदिने हो कि ब्राउन हुन दिनुपर्छ कि ल त लास्टमा हालिदिनु माथि धनियाँ नि छ धनियाँ त छड्केको घर पो डेन्जरै हाम्रै एउटा देख्छस् माया सल जे पनि हाम्रो नि कराईसम्म कत्रो कत्रो हुन लाग्यो भएबाट हाम्रो घरबाट लिएर गएपछि के यसो त्यस्तो आश लाउने आँखाबाट त्यत्रो हुँदैन फेरि होइन हाम्रो त पुरा अहिले बह होला कति इन्ची 3 इन्ची जति बह होला
नबी भाइ धनिया चाहिएको ल्याएको धनियाँ मैले लिएर आयो घरबाट लिएर आएको दाइको मन दामी भयो रहेछ फ्रेस धनियाँ लिएर आएको मैले घरबाट आजकल त इन्चीमा बोल कि केटाहरू बोल्दा नि इन्चीमा हामी त लाइनमा बोल्ने नि मान्छे पऱ्यो त्यो इन्ची थाहा छैन हाम्रो हामी त 1 लाइन 2 लाइन हुन्छ हुन्छ हेलो अलिकति हेलो ल यतिको भयो नि हुन्छ यहाँ अब फेसिलिटी यस्तो छ ल हाल निचोडा र हाल है अलि भएन कि दौडाउनु डढ्यो न्याउनु त डढाउने यार टाइम छैन कि यहाँ रात टाइम भनेको त्यो यत्रो रात छ त यार डराउ होइन जति ब्राउन गरेको राम्रो हुन्छ कि पुरा ब्राउनै गर्नुपर्छ ए दाउरा यति नै भाइ दौरा 1 लाख लिएर आउने जाछाल त्यो घरबाट ल्याएर चाहिँ मासु जानु सर लिएर आउनुहोस् त सिलिन्डर बोकेर एक लोट त चाहिन्छ दाउरा त चाहिन्छ अब दुईटा अब त्यो पकाउनु पर्यो अब त्यो भात पकाउनु दाउरा भात फेरि त्यो ग्रेभी बनाएर फेरि त्यसलाई पुग्छ कि जति अनि मोटो फोन आएन तिम्रो यार फोन आएन मेरो फोन आउने बेला भइसकेको अघि नै हो म यहाँ आनन्द चार्ज के हो चार्ज मोबाइल फुल्छ मेरो चार्ज गरिसक्यो गड्यो त देऊ त आलु त राख्ने यार कराइ त पपुलर सेफ्टी हैन दाइ ओए यहाँ चाहिँ को रुनेर काबे अब पानी अब आगो दरो पेल्नु पर्छ पानी उमाल्नु पर्यो कहिले अब राखेर ला चाउल उतार्न अब जङ्गलमा मङ्गल यसरी धनियाँ काटेकोलाई चाहिँ फेरि काटेरै हाल्नुपर्छ खेडा होइन हाल्दै चामल केही हुन त्यो त्यसको त्यो तेलको ग्रेभीहरूले टेस्ट आउँछ कि चामल त आउँछ एकजनाले यसमै खाए नि भयो ए भइहाल्छ अनि त्यसमा राइतो बनाउने होला नि त ल अब उठाउ त यो समातेर उठाउ त्यतिकै हैन तातो हैन किरण भाइ त्यसलाई कटिङ गर न यो समातै यहाँ हल्लिराख फेरि ओ त्यो समात्न छोटे कस्तो मुटु यहाँ लाइट बाल्नु अनि यसले पनि यहाँ तर भिडियोमा राम्रो आउँछ भनेर आडी कुडे बिरयानी खान आएछ भनिदिनु पर्छ नि त डाइरेक्ट यहाँ गयो यतिखेर घर सुत्दुनी नन बिरयानी मात्रै खिलाइदिन्छ अनि पकाउँछ न पकाउँछ भगवान त के हो त सम्झेको कुरा सधैँ त्यो साथीभाइ सम्झिने हो आउनु नानी उनीहरू कुरो हो कि सम्झेन भन्दैन ल है अब हाम्रो सुरु हुन लाग्यो अस्ति छुट्टी सबको थोप्रा देखाएर आइज ल किरण सर ल ल ल त्यसमा फोटो पनि हाल्दैन एउटा त्यसमै ल ल ल भयो हाम्रो मेन दाइ है मेन दाइ हो दाइको है यो चाहिँ बोल्न जान्दैनस् भविष्य दाइको भिडियो गरेर के काम आज के भन्छ सडन प्लानिङ भन्छ नि एक्कासी भन्छ सडनली प्लानिङ सक्सेस हुन्छ मैले तिमीलाई अस्ति भनेको थिएँ भिडियो गर्ने तिमीहरूले 2 वर्ष यो भाइले मलाई भनेको भाइ गॉड प्रमिस 10 वर्ष हुन लागिसक्यो 10 इयर्स हुन लागिसक्यो दाम कहिले जाने हो दाइ 10 इयर्स त होइन गफ भनेको ल फाइनली बिरयानीको लुक्स हेर्नुहोस् फोटो खिच्दा चलाइनु भन्ने हो तर उसले भनेको राइता 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 हाम्रो राइता राइट राइट आदिन
चल्ने बिरयानी देखेनै मासु आउँछ लास्टमा ल बजेट पुगेन निकालेर यहाँ ए मुनि हो यार त्यो लाग्छ धेरै मुनि हो थोरै बजेटमा नि थोरै बजेट भयो हैन रमाइलो हो फेट्नै मिलेन स्पेशली हाम्रो गेस्ट यो हाम्रो सुतगारक भाइ त्यसले साइडबाटै दाइलाई पोखराबाट आएको केटाहरु भने झोलासँग झोला पनि बिसायो नि झोला चाहिँ त्यहाँको सुन्तलाहरु निकाल्नु न अहिले खाउँला खाउँला पिलेट कहाँ त नि ओ पिरियड निकाल्न कतो मुटु यार पिलेट खै त डिक्कीमा खाके प्लेट डिक्कीमा खा डिक्की निकाल्न निकाल्छ नि प्लेट चाबी दिनु न उसले निकाल्छ मुटुले लिएर बाटी बाटी नै साथी कसको विश्वास गर्नु र सब मिसाउनु सब कलर मिसाउनु पर्यो मासुको त्यसको बिचमा छ नि त खाओ खाओ यो यहाँ किन खैरो भयो प्लेटमा हाल्दिनु 8 9 10 10 वटा हो के एउटा पुरै 9 वटा भएन यसमा एउटा चिकन हाल्दिनु अनि छोडेर आइहाल्नु यो यसमा हाल्दिन्छु के हो त्यसमा हाल्दिनु पनि अलि धेरै हाल्दिन्छु त्यही बाटो जानु पर्छ त यार राइटले हाल्दिनु कलर आयो अहिले जाने बेला यो एउटा दामी पिस छ कि कसले छोडेर दियो राइता हाल्दिनु उतले छोडिन्छ राइता ल्याउ त यहाँ एक्स्ट्रा प्लेट छ र छैन त्यो साइडमा हाल्दिनु त्यो साइडमा हाल्दिन्छ त्यो प्लेटले हल्का यस्तो झपक एक साइडमा खाली बनाइदिनु राइता रे यो हो खलास खुसी हुन्छ अलिकति ट्याक ट्याक चढाइदिनु यहाँ चढाइदिनु ए छोडादिनु मुक्त गरिन बाटा पकाइ चढाउनु पर्छ कि अब तपाईँले मिलाएर पिस बियर त हाल्नु न यार हालौ त हालौ होटल हाल्दियो न त्यो छट्टा गरेर पिसके त हाम्रो पनि ग्लास थियो यार गिलास छ त यहाँ दारु पनि छ दाइको गिलास छ डबल डबल वाला हो दाइ हाम्रो दाइको गिलास पहिला त मिट ट्याक्क मिलाएर हाल्नु दाइ मिट पनि अब जसले सानो हुन्छ अब त्यस्तोमा अलि झ्याउ हुन्छ हामी त म्यानेज गर्छौँ नि दाइ यार केही छैन यार नि हाल्छु कि मासु अलिकति ढुक्कर हाल्नु मासुको केही टेन्सन भएन हाल्नुहोस् अब यति भएपछि त केटाहरूले नि धेरै हाल्दैन दाइ यता हाल्दिनु ल देखाऊ दाइ दाइ लाउनु दाइ यो डबल गिलास ल ना भाइ ल यहाँ ना भाइ अझै कति तिनवटा ठाउँमा हाल्नु यहाँ पास गरिदिने हुन्थ्यो नि यार आइन्दाको हुन्थेन नि हो सही कुरो हो मलाई खाइ क्या रे भाइ देखिदो आहा झोलुकै लाइटै गर्दा आएन के यहाँ देखाऊ त यहाँ देखाऊ त यहाँ अब यहाँ तिनटामा हाल्न यसमा डालियो रे यसले त डालेको दो सबले आज हाम्रो बिरयानी पार्टी जसले सानो भइरहेको छ केही भएन ल यहाँ देखाऊ यहाँ लाइट देखाऊ केही फरक यहाँ देखाऊ न यहाँ लाइट दाइ तिमी लाइट देखाउन राति भयो पकाउन दिन्छ दाइ मलाई हो त मोलेको हालिदिनु त त्यहाँ कहाँ मोलेको खाना खाना मोलेको ट्याक्क त त्यो सबलाई हालिदिन्छु कि सुक्खा सुक्खा भयो ठाउँ मोलेको हालिदिनु सबै हालिदिनु भयो तपाईँले एकदम मिलेर हाल्नु मोलेको हालिदिन्छु नि हामी गरिदिनु पर्ने केटाहरूलाई पनि देखाइदिनु देखाम न ल ल मोलेको खाएको धेरै मासु बिरयानी खानाबाट देखाम न देखाम चलो देखाइ दिदी मोलेको हालिदिनु पर्ने हेर्दै यता रहनु डर गर्ने हेर नि यार त्यो बिहान तपाईँले राइता हालौँ न राइता कहाँ यसलाई यसलाई ढक्कन तपाईँलाई हाल्नु अनि त्यसलाई ढक्कनलाई मैले लास्ट थपाउनु मलाई भइसक्यो तपाईस पहाडी हो त भयो यसलाई यसलाई छोपौँ न दाइ यसलाई छोपौँ तपाईस उहाँ पहाडी कहाँ छ छोप्ने यसलाई छोपौँ त पहिला दाइ खाऊ अनि अहिले थपेर खाइन्छ दाइ होइन होइन गीत आउँछ हाउ इज टेस्ट गाइज ल उताबाट हाल्दै हुन्छ मैले टेस्ट गरेँ टेस्ट गरेँ पहिले सोधेको अनि नुन हाल्दै राखेको नुन त धेरै हाल्नु भएन नि ल ल थाल्नु यहाँ आउ त ए म त मेरो भागो मेरो भागो नि हो मेरो भागो दाइले गाह्रो परिछ है दाइ एकैचोटि नहाल्नु अहिले खायो होइन केही भएन अहिले ट्याक्क उस राइता यसको नाम राइता पहाड केटा पह यार एकछिन भयो कति हाल्नु गर्ने गरिदियो खाना बाँच्नु नभए त हुनु ल यहाँ हो त्यहाँ माथि कति खरेको जस्तो भएको भगाएको जस्तो ल सुरु सुरु ह्यापी न्यू इयर ह्यापी पनि ह्यापी तमु लोसर भन्ने तमु लोसर पुष्य पन्ध्र है ह्यापी न्यू इयर ल
ह्याप्पी न्यू इयर भोलि ल, भयो खानु भयो। सबैलाई सेम टु यु ल। ल मैले खान सुरु गरेँ है तमुल लोसर भयो भने यस हामी